साथीहरू अनि त्यहाँदेखिको हामी यता चाहिँ काकी घरतिर काका घरतिर आइपुग्यो। काका घरमा यहाँ आएर चाहिँ अनि घर त मेसी भइरहेको रहेछ। नयाँ घर बनाएको थियो त काकाहरूले, मतलब के भएर ल्याएको अरे काकी हो। यहाँ चाहिँ हाम्रो काका हो, काकी यस्तो दामी दिएको। त्यसो तैँले के चाहियो अरे? बटर चिकन, बटर नान, चिकन टिक्का, चिकन मसाला, चिकन 65 सबै चाहियो मलाई। अझैले कहाँबाट ल्याउँछ? अहिले टक दियो भने थुप्रै ल्याइदिन्छु म यसरी के अरे नभन्दा यसरी गर्छु तपाईँ। हाम्रो काका चाहिँ पुरा काम गर्नु हुँदैछ उहाँ भित्र, एकदम के मिलाउनु हुँदैछ उहाँ। अनि यहाँ चाहिँ हेर्नु नि ऐना देखेपछि त्यही त हुने छोरी मान्छेलाई। अनि साथीहरू भोलि दिनको जसले फर्स्ट कमेन्ट गर्छ उसको म सर्ट आउट दिन्छु है। यो चाहिँ अरिजिनल दही। काकीहरूको घरमा चाहिँ गाईहरू पाल्नुहुन्छ, काकीहरूले हो गाईहरू पाल्नुहुन्छ। अनि यो चाहिँ अरिजिनल गाईको दही है। आमा काकाले लाइट बालेर हेर्नु त मेरो स्किन कस्तो राम्रो चम्क्यो है। हुन्छ त, तपाईँहरूलाई कस्तो लाग्छ मेरो मिनी ब्लग? लाइक कमेन्ट फलो पनि गर्नु होला, सब्सक्राइब पनि गर्नु होला।